देशलाई ग्रे लिस्टबाट निकाल्नको लागि, यो कालो धब्बाबाट हामी उम्कनको लागि सरकारले गरेको सत्प्रयास 100 दिन पनि पुगेको छैन। बल्ल बल्ल भोलि सायद 3 महिना पुग्छ होला, अथवा आज 3 महिना पुग्यो, 100 दिन पुग्न पनि अझै बाँकी छ। त्यसैले यो कडा जजमेन्ट अलि सञ्चित गरेर राख्नु होला, परेको दिन उपयोग गर्नलाई। यो प्रिमच्योर चाहिँ तोप नपड्काइदिनु हुन म आग्रह गर्न चाहन्छु। कुनै प्रतिशोध, कुनै चाहिँ राजनीतिक अभिष्ट लुकेको छैन। सम्पत्ति शुद्धिकरणको जुन मुद्दाहरू लाग्छ, यसबारे अलिकति भ्रम पनि चाहिँ छरिएको पाउँछु म। कसैले अकुत सम्पत्ति कमायो, यसलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइदिइहालौँ, यसलाई सम्पत्ति शुद्धिकरण लगाएपछि यसलाई चाहिँ अप्ठ्यारोमा पार्न सकिन्छ कि भन्ने खालको पत्रिका सामान्य हाम्रो चोक चौतारातिर यो बहस आएको, त्यो गलत हो। सम्पत्ति शुद्धिकरण भनेको दोस्रो तहमा लाग्ने अभियोग हो। पहिला के प्रमाणित हुनुपर्दछ भने कुनै न कुनै अपराध गरेको भन्ने कुरा स्थापित हुनुपर्छ। प्रेडिकेट अफेन्स भन्छ। तस्करीबाट, भ्रष्टाचारबाट कुनै व्यक्तिले अपराधै गरेर सम्पत्ति कमाएको हुनु पर्यो र दोस्रो चरणमा चाहिँ त्यसलाई चोख्याउनको लागि, त्यसलाई वैधता प्रदान गर्नको लागि उसले चालेको कदमहरूमा मात्रै सम्पत्ति शुद्धिकरणको अभियोग लाग्ने गर्दछ। त्यसैले सिधै कसैले ठुलो घर बनायो इत्यादिले यसलाई सम्पत्ति शुद्धिकरण लगाइदिइहालौँ, सम्पत्ति धेरै कमाएछ भन्ने होइन। त्यसैले मान्य सांसदज्यूहरूले पनि यसलाई, यसको प्राविधिक बुझाइ चाहिँ सही हुनु पर्यो। पहिला कुनै न कुनै क्राइम गरेको हुनु पर्यो र त्यो क्राइमबाट आर्जित प्रोसिड्स हुन्छ नि, जुन लाभ हुन्छ, त्यो बैंक खातामा राख्नु पनि चोख्याउनु हो। फेरि ल्याएर त्यो पनि सम्पत्ति शुद्धिकरणको मुद्दा लाग्न सक्छ। तर अरू जुन हुन्छ, व्हाइट वास गर्ने होइन, विदेश रिप्याट्रिएट गर्ने, 10 ठाउँमा लगानी गर्ने, अहिले चलिरहेका धेरै केसहरू त्योसँग सम्बन्धित हो। प्रेडिकेट अफेन्स स्ट्याब्लिस भएर सम्पत्ति शुद्धिकरणको दोस्रो चरणमा हामीले गरिने। त्यसैले एकदमै रिगरसली हामी गएका छौँ। यसमा कुनै प्रतिशोध, कुनै चाहिँ राजनीतिक अभिष्ट लुकेको छैन, लुक्नु हुँदैन भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ। यो ग्रे लिस्टबाट निस्कनको लागि, नेपाललाई निकाल्नको लागि जे गर्नुपर्छ गर्ने। ठुला ठुला कसैले आँट्न नसकेका केसहरू, फाइलहरूमा अहिले नेपाल सरकारले कदमहरू चलाएको छ। कारण कागजमा लेख्ने, कार्यान्वयन नगर्ने यो जुन आरोप छ, त्यसबाट हामी उन्मुक्ति चाहन्छौँ। ऐनहरू बन्ने, कार्यान्वयन नगर्ने जुन आरोप हामीमाथि लागेको थियो, हामी त्यसमा खरो उत्रेका छौँ। नेपालकै इतिहासमा सबभन्दा ठुलो वित्तीय अपराध 1,105 अरब भन्दा माथिको बिगो मागेर अहिले हाम्रो न्यायालयमा मुद्दा चलिरहेको